हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हर्क सम्पाङको त के भन्छ अरे कार्यक्रममा जान लागेको म। सबैजनाले हर्क सम्पाङलाई भोट गर्नु होला। यसपालि नि बुद्धि आएन भने चाहिँ त्यही हो कुरा। जय हर्क सम्पाङ। म चाहिँ भर्खर क्लासदेखि आएर हर्क सम्पाङको त्यो के भन्छ अरे कार्यक्रममा जान लागेको होइन गाइज। सो जसले एक देश बनाउँछ त्यसको लागि हो हामी सपोर्टर। ल है म चाहिँ निस्किन लागेको दाइसँग। मलाई चाहिँ थाहा पनि थिएन खासमा, क्लास गएँ अनि आउँदा अलिक ढिलो आउने भयो। ठिकै छ, ल अब चाहिँ लाग्यो। सो सबैजनाले यसपालि भोट चाहिँ हर्क सम्पाङलाई। माटो श्रम सांस्कृतिक पार्टी जय हर्क सम्पाङ। ल युवाहरूले यसपालि चाहिँ सोच्नुपर्ने हुन्छ अलिकति भए पनि। यता आइदिनुहोस्। यो हाम्रो टी सर्ट हो, उता स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखिएको छ म हुँ श्रमदाता। हेर्दिनँ म प्रोग्राममा आउनु बित्तिकै हाम्रो भाइले चाहिँ काम पाएको छ, काम पाइहाल्नु भएको छ। उपस्थितिहरूको नाम अलि टिप्ने हो। हेपी नै जान्छ विदेशीले। त्यसो भएको कारणले आफ्नै बाखुराको दममा यो देशलाई बनाउनु पर्छ भन्ने चेतना हो। संस्कृतिमा म तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँहरूले एउटा पार्टी खोलेछ, चुनाव चिन्ह माटो लिएर आएछ अनि भोट माग्ने रहेछ, 2-4वटा तपाईँको चाहिँ सिट जित्ने रहेछ भन्न भन्नुहोस्। बहुमत प्राप्त गर्नुपर्छ, बहुमत प्राप्त गर्नुपर्छ। यो तपाईँको चाहिँ देशका देशभक्त नेपाली सबैले बुझ्नुपर्छ है। र यो भनेको एउटा पार्टीभन्दा धेरै माथिको विचार छ। हामी तपाईँको यो देशको काया पलट गर्छ। हाम्रो सरकार बनिसकेपछि स्कुल हामी 3 दिन मात्रै खोल्छौँ भन्दा धेरैले अहिले त बचाए पनि सबैले समर्थन गर्नु तपाईँको लागेको छ। किनभने हर्क सम्पाङको कुरा सुरुमा बुझिँदैन। मलाई थाहा छ, यो मैले धेरै वर्षदेखि प्रयोग गर्दै आएको कुरा हो। सुरुमा बुझ्दै बुझ्दै बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमानभन्दा ठुलो, हामी हाम्रो गौरवभन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रियताभन्दा ठुलो अरू केही देख्दैनौँ। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोडिदिनुहोस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभनभन्दा माथि छ। हामी आफै ल्याउन सक्छौँ बत्ती। हामी कसैको तपाईँको चाहिँ एमसिसी र फेमसिसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौँ, हामी आफै उत्पादन गर्न सक्छौँ है। हामी आफै उत्पादन गर्न सक्छौँ किनभने मरेको नेपाली जिउँदो संवादहरूको हर्कबाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमान गर्ने तपाईँको चाहिँ भाषामा सोधेको देख्दैछु है। हर्कबाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्ने एउटा सिद्धान्त हो हर्कबाद है। हर्कबादले सिमाना होइन यो गाउन लाग्यो नयाँ गीत गाउँदैछ बुढाले। कर्म गर्ने श्रम गर्ने संस्कृति। अलिक राम्रो भएन, अघि खाने थाती खाने राजनीतिको अन्त्य हो होइन। संस्कृतिको सुरुवात हो।
कर्म गर्ने श्रम गर्ने संस्कृतिको सुरुवात हो यो म भरि गीत गाउँछु असिम पसिम भारी फुलानी तर मागी खान कहिले नपरोस् क्या बात है क्या बात है Once more for the matter. यो देशको स्वाधीनता भौगोलिक अखण्डता सांस्कृतिक विविधता सहितको राष्ट्रिय एकता सांस्कृतिक विविधता सहितको राजनीतिक एकता बचाइराख्न जस्तोसुकै कठिन परिस्थितिमा पनि सदैव प्रतिबद्ध र सक्रिय रहनेछु आफ्नो जिम्मेवारीमा आएको कर्तव्य पुरा गरी छाड्नेछु एउटा सच्चा इमानदार देशभक्त श्रमदाता बनेर श्रमदानको महाअभियानमा सदैव जोडिनेछु प्रकृति संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो म हुँ श्रमदाता हेर्दिन म अरूको आश बन्दिन म जिउँदो लास सजाउँछु श्रमले परिवेश बनाउँछु आफ्नो देश हलोसरी जोतिन्छु म मेरै देशको माटोमा आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा वास्ता गर्नु छैन मैले कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने आफ्नो देश बनाउनु छ कसको आशा हेर्नु म हुँ श्रमदाता जय स्वाभिमान जय श्रमदान जय माटो जय देश धन्यवाद भाइको काम छ